हाई गाइज वेलकम टु माई मिनी ब्लग। सो आजको ब्लगमा चाहिँ म चटपटे बनाउन गइरहेको छु साथीहरू। खासै टेस्टी बनाउनु त आउँदैन, त्यहाँ पनि घरको लागि चाहिँ बनाएर खानको लागि कति दोकान गइराख्नु भनेर घरमा बनाएर खान गइरहेको छु साथीहरू। म चटपटे बनाउँछु ल। सो गाइज सबैभन्दा सुरुमा चाहिँ म कोपी काट्न गइरहेको छु। सबैभन्दा सुरुमा चाहिँ म कोपी काट्न गइरहेको छु साथीहरू। मैले अघि पखालेर राखेको छु सबै सामानहरू, कोपी काट्न गइरहेको छु। So, साथीहरू म चाहिँ कोपी काट्दैछु। अब कोपी धेरै हालौँ भनेर यसरी लुकाऊ। साथीहरू हेर्नु न, 20 रुपियाँको खोर्सानी हालेको हेर्नु न साथीहरू। 20 रुपियाँको खोर्सानी 20वटा पनि छैन है। 20वटा त कामहरू धेरै भने कि त्यो पनि अलिकति आउनु पर्ने होइन। महँगाई यत्रो भएको छ साथीहरू। अब चटपटे होइन, म चाहिँ अब थोरै हाल्छु, 3टा मात्रै हाल्छु ल साथी। देख्न सक्नुहुन्छ हाम्रो बिल्ली पनि दिन्छन् कि भनेर यस्तोमा बसिरहेछ। रोकाउनु कस्तो छ साथीहरू चटपटे? सो गाइस आजको ब्लगलाई चाहिँ इन गर्छु। तपाईहरुले देखिहाल्नु मैले चटपटेहरू कसरी बनाएँ, सबैलाई देखाएँ। मैले त्यसरी नै बनाएँ, सबैलाई खुवाए पनि अब म खान्छु। सो बाइ बाइ गाइस।